खाना पकाउन कुन तेल प्रयोग गर्नुपर्छ? गर्नै नहुने 3 गल्ती। तेल र चिल्लो पदार्थ वर्षौंदेखि पोषण सम्बन्धी बहसको केन्द्रमा छन्। तिनीहरूमा भएका फरक किसिमका चिल्लो पदार्थ फ्याटबारे थाहा पाउन यसले मद्दत गर्ने हुनाले यो महत्त्वपूर्ण पनि छ। सबै फ्याटले शरीरमा एउटै तरिकाले काम गर्दैनन्। कतिपयले कोलेस्ट्रोल बढाउँछ भने कतिपयले यसलाई घटाउन मद्दत गर्दछन्। कोलेस्ट्रोल भनेको कलेजोमा उत्पन्न हुने प्राकृतिक बोसोको पदार्थ हो। हामीले खाने केही खानेकुरामा पनि यो पाइन्छ। खराब कोलेस्ट्रोलले धेरै भएमा रक्तनलीहरूको भित्री भागमा बोसो जम्मा हुन सक्छ र यसले गर्दा रक्तनलीहरू साँगुरा भई रक्त प्रवाहमा बाधा पुर्याउन सक्छ। यदि धेरै जानकारी भइरहँदा कुन सामान किन्ने भन्ने कुरा जान्न जटिल लाग्न सक्छ। फरक तेल तताउँदा तिनले फरक तरिकाको व्यवहार देखाउँछन् र केही त खानेकुरा तार्न नमिल्ने हुन्छन्। उदाहरणका लागि एक्स्ट्रा भर्जिन अलिभ तेलमा एन्टिअक्सिडेन्ट र लाभकारी यौगिक हुन्छ। त्यसैले यो केही कुरा तार्नका लागि धेरै तताउनु भन्दा यत्तिकै सलादमा राखेर खानु बढी फाइदाजनक हुन्छ। एक्स्ट्रा भर्जिन तेलको स्मोक पोइन्ट कम हुँदा अर्थात् यो तेलमा भएको चिल्लोपना छिट्टै वा कम तापमा टुक्रिन्छ र यसले हानिकारक यौगिक निर्माण गर्छ जसले तेलको स्वाद तीतो बनाइदिन्छ। रेस्टुरेन्ट चलाउन टिम हेवार्ड आफूले सामान्य खालको फ्राई गर्नका लागि सामान्य अलिभको तेल प्रयोग गर्ने बताए। तर चिप्स वा माछा तार्नु पर्यो भने वनस्पति वा सूर्यमुखी तेल राम्रो हुन्छ, किनभने ती तेलहरू उच्च तापक्रममा पनि बिग्रदैनन्। केही अध्ययनहरूले तेल स्मोक पोइन्ट भन्दा माथि तान्दा त्यसले विषाक्त रसायन उत्पादन गर्ने देखाएका छन्। तर प्राध्यापक फोहोरी घरमा त्यस्तो खालको पकाउन नहुने बताउँछन्। दीर्घकालीन स्वास्थ्य अध्ययनहरूले अझै पनि वनस्पति तेलहरू बिना अपवाद दीर्घकालीन रोगका लागि पनि राम्रो परिणाम ल्याउने कुरामा सम्बन्धित रहेको देखाएका छन्। यदि तपाईँ भान्सामा के प्रयोग गर्ने भन्ने खोजिरहनु भएको छ भने दिनदिनै पकाउनका लागि सूर्यमुखी वा वनस्पति तेल किफायत स्वास्थ्य हुन्छ। तपाईँले सामान्य खालको अलिभ जैतुन तेलको पनि प्रयोग गर्न सक्नुहुन्छ। सलादका लागि एक्स्ट्रा भर्जिन अलिभ तेलले र स्वास्थ्यमा फाइदा पुर्याउँछ। खानेकुरा तार्नका लागि वनस्पति वा सूर्यमुखी तेलको प्रयोग गर्नुहोस्। स्वादको विविधताका लागि पकाउनु नपर्ने खानेकुराहरू तेल आवोकाडो वा नरिवलको तेल प्रयोग गर्न सक्नुहुनेछ। समग्रमा प्राध्यापक फोहोरी कुलले भन्छन्, किन्ने भन्दा पनि तपाईँले खाने सबै कुरामा ध्यान दिनुपर्ने राम्रो हुनेछ।